ल हेर्नु साथीहरू, रवि लामिछाने रूपन्देहीमा आउनुभएको छ। तिलोत्तमा नगरपालिका पुरा रूपन्देही एकदमै घन्टीमय भएको छ। देख्न सक्नुहुन्छ रवि लामिछाने आएपछिको यो भिड। उहाँ हुनुहुन्छ तिलोत्तमा नगरपालिका शान्ति चोकमा आउनुभएको छ। एकदमै ठुलो भिड लागेको छ यहाँ। उहाँको फ्यानहरू, उहाँको सपोर्टरहरू एकदमै धेरै हुनुहुन्छ। उहाँले पुरा इसारामा भन्नुभएको छ, एकदमै केही भन्न खोज्नु भएको छ। के भन्नुभएको होला ल कमेन्ट गर्नु होला गाइज। हेर्नु सक्नुहुन्छ सबै कति धेरै मान्छेहरू छ, कति धेरै। यो कोही मासु भातको लागि बिकेको गरेको होइन। यो चाहिँ रियलमै यति धेरै मान्छेहरू, जनसागरहरू उड्लिएको छ रूपन्देहीमा। यसैमा सोच्न सक्नुहुन्छ हजुरहरूले है कतिको क्रेज छ रवि लामिछानेको। अहिलेको निर्वाचनमा के हुनेवाला छ भन्ने कुरा अब यतिमै थाहा हुन्छ है। अब कति धेरै जनताहरू एउटा रूपन्देहीमा मात्रै यति धेरै छ, बाहिर कति धेरै होला। उहाँ अब रविजीले माइक माग्नु भएको छ, केही 2-4 शब्द भन्छु भन्नुभएको छ। अब उहाँको 2-4 शब्दहरू पनि सुन्ने नै छौँ हामी। हेर्न सक्नुहुन्छ त्यो गाडी पनि हिँड्ने ठाउँ छैन, त्यति धेरै जनसागरहरू उड्लिएको छ रूपन्देहीमा। एकदमै पुरै रूपन्देही घन्टीमय भएको छ। ल अब उहाँको सुनौँ है त, अब के भन्न चाहनुहुन्छ उहाँले। आजदेखि सल्लाह गर्नु होला। आज मैले भन्नुपर्ने कुरा केही छैन। अहिले म एडभान्स बुकिङ गर्न आएको डाक्टर लेख्छन् थापाको लागि। भोट माग्न फेरि आउनेछु, घर सल्लाह गर्दै गर्नु होला। सबैको जय होस्। तयार हुनुपर्ने चाहिँ इतिहास रच्नुको लागि 23 गतिका लागि तपाईँहरू तयार हुनुपर्ने चाहिँ इतिहास रच्नुको लागि